धन्यवाद छ उद्घोषिकाजीलाई। यो चुनावी प्रचार सभाका अध्यक्ष, मञ्चमा आसीन अतिथिज्यूहरू, श्रम संस्कृति पार्टीका केन्द्रका श्रमदाताज्यूहरू, विभिन्न तहका श्रमदाताज्यूहरू, पार्टीको तर्फबाट प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारज्यूहरू, उपस्थित आमा बाबा दाजु भाइ दिदी बहिनी भान्जा भान्जी र जेन्जी, पत्रकार मित्रहरू, सुरक्षाकर्मी मित्रहरू, लाइभ मार्फत हामीलाई हेरिरहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू र अन्य सबैजनालाई मेरो तर्फबाट माटो प्रेमी अभिवादन। जय माटो, जय देश। यहाँहरू सबैसँग राख्नुपर्ने कुरा थुप्रै छन्, तर समय पो हामीसँग अलिक नभएर विराटनगर पनि जानुपर्ने छ, त्यहाँ पनि बोल्नै पर्ने छ। थोरै थोरै कुराहरू राख्छु। सबैजना सन्चै हुनुहुन्छ नि? धन्यवाद। यहाँहरू सबैको उपस्थितिका लागि धन्यवाद दिन चाहन्छु। यो व्यवस्थापन गर्नका लागि स्वयंसेवक गरिरहनुहुने सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु। स्वागत सम्मान गर्नुहुनेहरूलाई पनि धन्यवाद दिन चाहन्छु। विशेष धन्यवाद म हिजो अटो चालक, अटो व्यवसायी मित्रहरूले देखाउनु भएको श्रम संस्कृति प्रतिको चासो, समर्थन र गर्नुभएको त्यो योगदान भन्छु म। यहाँहरूले ठुलो र्याली निकाल्नु भएको थियो। सम्पूर्ण अटो चालक व्यवसायी दाजुभाइ दिदीबहिनीहरूलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। श्रम संस्कृति त्यसै श्रम संस्कृति भएको छैन। यहाँ हामी सबैजना मान्छेहरू देशमा छौँ, विदेशमा छौँ, विभिन्न ठाउँमा छौँ। हाम्रो समर्थन, हाम्रो शुभेच्छा, हाम्रो शुभकामना, हाम्रो योगदान र सहभागिताले गर्दाखेरि यो श्रम संस्कृति दर्ता भएको 2-3 महिनामा यति ठुलो पार्टी बन्यो। यही नेपालीको आशा र विश्वासको पार्टी बन्यो। यहाँ सबैजनालाई यो जानकारी गराउँछु। धेरै मान्छेहरूले हामीलाई चाहिँ ईर्ष्याको भावले पनि हेर्छन्, डाहा गर्छन्। म उहाँहरू सबैजनालाई भन्न चाहन्छु, श्रम संस्कृति वास्तवमा भन्ने हो भने 3 करोड नेपालीको जीवन स्तर उकास्नका लागि हाम्रो